फोटो हिँड्दैन फोटो देखाइन म त अब यस्तो हम्केको के भित्र हाल्नु अब यही भित्र हाल्नु लाई हेर कस्तो थ्याप बनाइदिए यो पातल भन्छ के कति हल्लाइदियो कस्तो तैँले समातेर कति छोडिदियो कुनुम लाल्यो भन् थ्यापको पार्दै ल तलडी यो लाउनु हुन्न तिमीहरूले सिन्दुर नलगाऊ अरू सबै लगाइदियो भनेर बिचतिर लगाइदियो नि केही हुन्न क्या अब दुई तीनटाले भरियो तलबाट हो कि रातो लगाइदियो बिचमा पहेँलो लगाइदियो भइहाल्यो त्यो बस्छ त्यस्तो दामी त भाइ हल्ला न नहल्लियो न टिको फेरि उता हात लगाइरहेछ पहेँलो लगाइदियो हरियो लगाइदियो त्यो त चिलाएर कसम यता परिछि त पहेँलो र हरियो अब त्यहाँ अर्कै रङ एकदम राम्रो कस्तो दामी भयो त ड्याप ड्याप कति राम्रो भइछ पातलो बनाउनु पर्ने चाहिँ पिठो बाक्लो बसिहाल्यो तेरो त अब त भाइरल हुने रहेछ आज पिठो लाखाले छेउछेउ पिठो भन्दा पनि चुइकाम खाएर चबाउने अनि ठ्याक्क त्यसलाई ठ्याक्कै टाँसिन्छ ल मेकअप गर्न कहिलेदेखि ल मेकअप आर्टिस्ट राम्रो देखियो है मान्छे नराम्रो भएर मात्रै टिका त राम्रै हो कि त्यही थुबारेको अरेको थियो मैले त भयो 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 ल दुई तिनचोटि ल खाएँ मैले खाइसकेँ राम्रो भयो ल बाबु ल नाका तारेर त भइहाल्छ नि